फाइनली हामी बिच आइपुगिसक्यौँ है। गाइस वेलकम ब्याक टु माई फेसबुक पेज एन्ड युट्युब च्यानल। आज चाहिँ म तपाईहरुलाई तमिलनाडु चेन्नाईको बेसन नगर बिचमा ल्याएको छु है। फेरि हिजो अस्ति मरिना ब्रिजमा गएको थियौँ। फिल हुन्छ। सो हामी चाहिँ भाइहरूसँग जाँदैछौँ है, एकदम अगाडि अगाडि पछाडि पछाडि। बेसन नगर बिचमा हामी फेरि पनि वन्स अगेन आइपुगेको छौँ र कस्तो मिठो हावा आएको। है गाइस, यो समुद्रमा आँखाले नभ्याउने समुद्र चाहिँ के हिन्द महासागर भन्ने अनि म्यापमै कता देखिन्छ। अब त्यसको एउटा किनारा हो यो भनेको चाहिँ। हामी चाहिँ एकदम बेसन नगर बिचमा छौँ है। एकदम दामी बनाइदिएको रहेछ हो। अब हामी चाहिँ यहाँ अहिले माथि छौँ। ल त्यो कागले कस्तो उयो गरेको हेरौँ न, त्यो मलाई मन पर्यो क्या। आज चाहिँ भक्कु नै पानी पनि खेलियो समुद्रमा। नुनिलो पानी घरिघरि मुखमा पनि पर्यो हो। भक्कु खेलियो आज नि, पानी भक्कु नै खेलियो। र यस्तो ढुङ्गी सिपी के भेट्छ हो। अलिक गहिराइमा जाऊ, गइसकेपछि मोती नटिपी नफर्क भन्छ नि, त्यस्तै यो देख्नु हुँदैछ। यसको बिचमा चाहिँ मोती हुन्छ है, थाहा छ? सिपीको बिचमा मात्रै हुन्छ नि मोती भन्ने चाहिँ। तर यस्तो गहिराइमा हुन्छ कि त्यो चाहिँ। र अब चाहिँ हामी चाहिँ फाइनली भक्कु खेलेर मेरो पाल बनाउनु फर्किँदैछु है।